गाइस अब चाहिँ हामी आएको छौँ खेतमा। त परेलहरू राखेको छ होइन, सबै धान काटिसकेको छ, यता पनि धान काटिसकेको छ होइन। अब चाहिँ हामी गाईलाई पानी दिँदाको म देखाउँछु हाम्रो गाई कुन चाहिँ हो ल। त्यो चाहिँ दिदीको, मेरो दिदीको ठुलो दिदीको कान्छा छोरा। बकेटमा पानी बोकेछ, त्यो पानी अनि निमक दिनुपर्छ क्या गाईलाई। हाम्रो गाई चाहिँ त्यहाँ छ नि त। अब हामी चाहिँ म चाहिँ अलिअलि हिँड्दैछु किनभने मैले चाहिँ सर्ट्स लगाएको छु, हाफ प्यान्ट होइन। अनि खेतमा हिँड्दा चाहिँ परेलले कोतार्छ नि त, हो त्यही लागि चाहिँ मैले सर्ट प्यान्ट लगाएको हो। तर यसले चाहिँ पानी लिएको त लो यति कष्ट गरेर ल्यायौँ हामीले, खाएन त ले 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 रसी 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 धन्य। ओए बाबु ओ सरी सरी सरी, मैले एउटा गरेँ हुन्छ, मलाई हान्दैन धन्नै लडिन हौ। पानी खाएन धन्नै लडेन, दुईजना तिमी पनि म पनि। ठ्याकिरो यसलाई दियो त। यो हाम्रो गाईको बच्चा माइकी हो कि के यो? ए त भाग्दो रहेछ त होइन। फ्याँकिदो। गाईले पानी खाएन, यति कष्ट गरेर ल्यायो यार। यो चाहिँ यस्तो देखिन्छ हाम्रो खेतहरू, हेर्नु त। वाह, उता चाहिँ पहाड है। अहिले बिना क्यामेराको चाहिँ पुरा क्लियर देखिरहेछ कि, तर यो टाढा अहिले मोबाइलमा भएर चाहिँ यो क्लियर देखेको छैन। र तपाईँहरूलाई म जुम गरेर देखाउँछु। एक पासमै छ, मतलब नजिकमै छ यो चाहिँ। हेर्नु यस्तो छ नि त पहाडहरू, यो पहाडहरू चाहिँ कि। अनि यसले गर्दा चाहिँ बिहान अनि बेलुका चाहिँ निकै जाडो हुन्छ नि, पनि ठन्डा हुन्छ। अब चाहिँ हामी जाने, गाईले पानी खाएन, अब बकेट राख्नु पर्ने, धन्नै लडिन, खुट्टामा सेतो सेतो लाग्यो रसीको, खतरनाक डेन्जर रहेछ हौ। अब हामी जान्छौँ जुन घरबाट हामीले पानी र बकेट लिएको थियो नि, त्यहाँ चाहिँ वी आर गोइङ वापस। सो अब वहाँ गएर यो बकेट र यो राखिदिन्छौँ, अनि त्यसपछि फेरि हामी घरमा जान्छौँ होइन बाबु। सो लेट्स गो। हामीहरू एकपटक यो खेतमा म बाहिर जानुभन्दा अगाडि चाहिँ सानसानै थियौँ हामीहरू। अनि गुइठो भनेको चाहिँ अब त्यो गोबर सुखाएको के, सुकेको गाईको गोबर सुके, त्यसलाई चाहिँ नेपालीमा गुइठै भन्छ नि त। गुइठै पनि गुइठो टिप्न आएको थियौँ। कुमार भादर तिमी आएको थियो होला, टिप्नु त आएको थियो कि। अनि खेतको मालिकले हामीलाई देख्यो त्यो समयमा, यस्तो भगाएको होइन, दुईवटा कुकुर लिएर हामीलाई भगाएको थियो। अनि मेरो कान्छी बहिनी त यस्तोमा पल्टेर सुतेको कि। त्यो टाइममा भर्खर धान काटेको थियो, अलि लामै नै थियो। यहाँ त अलि छोटो छ। कान्छी बहिनी त सुतिदियो भ्यात्तै खेतमा, अनि पकाउनै सकेन क्या मालिकले। अनि म चाहिँ यो मेरो साथी घरमा आएको। अहिले त कोही छैन बिचरा, यो मेरो साथीको घर हो कि, कोही पनि छैन यहाँ, कोही पनि बस्दैन। एक्स्ट्रा यस्तै यिनीहरूकै माटो, यिनीहरूकै घर हो नि त, अनि बस्दैन। हामीले एउटा काम गर्दैन। कस्तो खालको यार, चर्नु त राम्रो चल्दैछ, के भन्ने आमालाई नसार्ने, बेलुका सार्नुपर्छ पनि। जाउँ यताबाट। अब चाहिँ हामी वापस जाँदैछौँ होइन। गाईले पानी पनि खाइदिएन। यहाँ चाहिँ घाँस काट्नु आउँथ्यो, यो बारीमा पुरा गाईको घाँसहरू काट्न आउँथ्यौँ होइन। यहाँ घाँस काट्थ्यौँ। अहिले त पुरा मान्छेहरू बसेछ हो। यस्तो छ, कति छिटो उन्नति गर्छ नि त जङ्गल भनेको। यस्तो के बाटो हेर्नु त, यहाँ कस्तो डेन्जर के, यस्तो किराहरू लाग्नु पनि डर। खतरा है। पहिला नि घरमा आएको भनेको चाहिँ फर्स्टचोटि चाहिँ आफ्टर 5 इयर्स आएको थिएँ, पुरा 5 सालको पछि। अनि पछि म गएँ। अनि अहिले रिसेन्टली आएको चाहिँ पुरा एक्ज्याक्टली आफ्टर 1 इयर हो, 1 साल पुरा भइसकेर अनि आएको। यो चाहिँ आसामको चियापत्ती भयो नि त, उयो रुख कोसको पनि यस्तो काटेर थिएछ। ऊ त्यो चाहिँ चियापत्ती छ, पुरा चियापत्ती बगान छ। अनि यो भयो बाटो, यो बाटो चाहिँ पर छ कि घर जानु हाम्रो, म देखाउँछु। निकै लामो छ, निकै टाढो छ नि त।